सो हे गाइज वेलकम बैक टू माई डेली न्यू ब्लग। आज चाहिँ म बिहानै उठेर नुहाई धुवाई गरेर तातो पानी खाएर फ्रेस भएर बस्छु। त्यसपछि आज चाहिँ हाम्रो गाउँमा समीक्षा पूजा रहेको छ, त्यही भएर हामी घरबाट चाहिँ दुईजना दाजुभाइ भएर पूजाको लागि पनि निस्किन्छौँ। घरबाट निस्किसकेपछि सबैजना एक ठाउँमा भेला हुने भनेर हामी भवनमा भेला भयौँ। त्यसपछि हामी सबैजना गाउँको मान्छेहरू भेला भएर दुपचेता पैसा सैसा उठाएर हामीले एउटा बोलेरो पनि बुक गरेको थियौँ र अनि सबैजनालाई त्यो बोलेरोमा हालेर साधन भएकोहरू साधनमै गयौँ। फाइनली हामी सबैजना भएर हाम्रो डेस्टिनेसनमा पनि पुग्छौँ। हामी चाहिँ समीक्षा पूजाको लागि ढोरबाराई मन्दिर जान्छौँ र अनि वर्षको दुईचोटि हुन्छ यो पूजा चाहिँ। एकचोटि चाहिँ हामीले खीर अनि रोटीले पूजा गरिन्छ भने अर्कोचोटि चाहिँ हामीले पाठो काटेर पूजा गर्छौँ। यो पालि चाहिँ हामीले पाठो काटेर पूजा गर्छौँ। यो समीक्षा पूजा भनेको चाहिँ के हो भने गाइज, यो पूजा चाहिँ वर्षमा दुईचोटि हुन्छ। हाम्रो टोलको मान्छे गएर ढोरबाराई मन्दिरमा गएर पूजा खोलिदिएपछि मात्र अरूले गएर पूजा गर्न पाउँछ। अनि अहिलेको यो पूजा भनेको चाहिँ हाम्रो गाउँ छिमेकमा राम्रो होस्, खेतीबाली राम्रो होस् भनेर गरिने पूजा हो। यो पूजाको लागि चाहिँ हामीले बोका पाठाको बलि दिएर पूजा गरिन्छ भने पूजा खोल्ने बेलामा चाहिँ खीर अनि रोटी दिएर हामीले पूजा खोल्ने गरिन्छ। यति भनिसकेपछि गाइज बुझिसक्नु भयो होला समीक्षा पूजा भनेको चाहिँ के हो भनेर। त्यसपछि हामी सबैजना मिलेर मासु सासु काटकुट गरेर खाना साना पनि पकाइन्छ। यो काम चाहिँ हामी छोरा मान्छेहरूले गर्छौँ भने चाहिँ छोरी मान्छेहरू चाहिँ मस्त लाएर गीत सित गाएर रमाइलो गरेर बस्छ। अनि त्यसो केही छिनमा खाना साना पाकेर रेडी पनि हुन्छ र अनि हामी सबैजना मिलेर खाना साना खाइन्छ। अनि त्यसपछि छोरा मान्छेको र छोरी मान्छेको क्या मजाले दोहोरीको भिडियो त हुन्छ गाइज, लास्टसम्म हेर्नु होला है। घाँसैको डालीले भरैदेखि लैजाऊ भोसा सालीलाई घरैमा राखुला बन्नु गएन उडेली ताको बानी रहेछ एउटै बाउ छोराको तिमी रहेछौ क्या त घडा बाउ छोराको नपार्देऊ झगडा। अनि दोहोरी सोहोरी गाउँदै रमाइलो गर्दै बसिरहेको थिएँ। एक्कासी पानी पो पर्छ। त्यसपछि सबैजना आफ्नो घर जानुहुन्छ। अनि त्यसपछि म भन्ने घरतिर लाग्छु। अनि आजको लागि यति नै गाइस, थ्यांक यू फर द वाचिङ, सी यू इन द नेक्स्ट भिडियो, बाय बाय।